मोहन वैद्य नेतृत्व जनसम्बन्ध विस्तार अभियान। ए त्यो प्रचण्डको होइन? प्रचण्ड तपाईहरुको त अध्यक्ष हो नि माओवादीको। माओवादी हामी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल। अनि माओवादी यो अर्कै छ? माओवादी पार्टीको। अनि तपाईले झण्डा चाहिँ माओवादीको बोक्नु भएको छ। तपाईलाई कम्युनिस्ट पार्टीको बारेमा थाहै छैन, तपाई सोध्दै हुनुहुन्छ त? कम्युनिस्ट पार्टीको बारेमा अब त यहाँ त पार्टी सबै खाओ पार्टी छ, अनि के पार्टीको बारेमा सोध्ने? पार्टीको नाउँ लिँदाखेरि लाज लाग्दैन? त्यही भएर त हामी घिन्न लागिरहेछ सबैलाई, जनतालाई पार्टीको नाउँ सोध्दाखेरि। हामीलाई त्यही लागेर हो। अनि यो नयाँ पार्टी छ, देश बनाउँछ कि? हजुर, यो नयाँ पार्टी हो कि पुरानै हो? पुरा नयाँ पार्टी हो। ए नयाँ पार्टी? नयाँ पार्टी, तिनवटा पार्टी। देशमा चेन्ज हुन्छ कि त्यस्तै हो? चेन्ज गर्नुपर्छ भन्ने कुरा हो। तपाईलाई चेन्ज गरेर ल्याइदिने कुरा नै तपाईँ हामी मिलेर चेन्ज गर्ने कुरा हो, होइन त? तपाईको आवश्यकता कुरा तपाईले पनि गर्ने हो, हामीले पनि गर्ने होइन। माथि गइसकेपछि सबै पार्टी त्यस्तै भयो। तपाईलाई अब घरमा ल्याइदिने कुरा केही पनि हुँदैन। तपाईलाई आवश्यक पर्ने कुराहरू तपाईले वाडामा भन्ने सरकार छ, हरेक छ, मानेन भने त्यसपछि पार्टीले के गर्नु? कहाँ जान्छ त? हेर्नु त सांसदमा जितेको त यहाँ जेलमा बस्छ। हो, त्यही भएर त हामी लाइनमा छौँ। हामी चाहिँ कस्तो छौँ भने अब हेर्नु रवि लामिछाने गृह मन्त्री भएको मान्छे जेलमा छ, उस्तो त्यति पावर ठुलो हामी कहाँ हुन्छ? हामी जनतालाई त जनता सबभन्दा ठुलो पावर भनेको जनता हो, होइन? यहाँ नेपालमा छैन। अहिलेको चाहिँ यो गणतन्त्र हो नि, यो नेतावादी हो, त्यही हुनुपर्छ भनेर हामी हिँडिरहेको छौँ। गणतन्त्र हो, चलो यो यस्तो गणतन्त्र कहाँ मजा? त्यसमा चाहिँ जनता मान्ने गणतन्त्र हो। हामीले पनि त्यही भनिरहेको छौँ। तपाईँले जुन भाषा बोलिराख्नु हुन्छ त्यही बोलिरहेको छौँ। ल दाइ, ल धन्यवाद।